हेलो आज चाहिँ हामी पर्सनालिटी डिसअर्डरको बारेमा छलफल गर्छौं। पर्सनालिटी डिसअर्डर चाहिँ टोटल 10 वटा हुन्छ हैन। यो 10 वटालाई तीनटा क्लस्टरमा क्याटेगोराइज गरिया छ, क्लस्टर ए बी र सी भनेर। ए र सी मा चाहिँ तीनटा पर्सनालिटी डिसअर्डर पर्छ भने बी मा चाहिँ 4 वटा पर्छ है। अब नर्मली सोशल मिडियाहरुमा चाहिँ नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरको बारेमा चाहिँ धेरै आइरा हुन्छ। सो हामी मध्ये कति जनालाई थाहा पनि हुन सक्छ। अब यो भिडियोमा चाहिँ हामी 10 वटा पर्सनालिटी डिसअर्डरमा के पर्छ त अथवा कस्तो कस्तो हुन्छ त भनेर सरेर हेर्छौं है। अब फर्स्टमा सुरु गरौँ क्लस्टर ए। क्लस्टर ए मा पहिला छ प्यारानोइड डिसअर्डर, प्यारानोइड पर्सनालिटी डिसअर्डर है। अब प्यारानोइड भन्दा बित्तिकै थाहा भइहाल्यो हामीलाई के हुन्छ भन्दा एकदमै डिस्ट्रस्टफुल हुन्छ कि कसैलाई पनि विश्वास गर्न नसक्ने हैन। अनि मान्छेहरुले चाहिँ मलाई झुक्क्याइराछ, मलाई एक्सप्लोइट गरिराछ, मलाई मेरो फाइदा लिइराछ भन्ने खाले थट चाहिँ एकदम धेरै हुन्छ यसमा। अनि यहाँ चाहिँ आफ्नो पार्टनर चाहिँ अनफेथफुल भइराछ, मेरो पार्टनरले मलाई चिट गरिराछ, अनि मेरो फ्यामिली चाहिँ म प्रति लोयल छैन भन्ने कुराहरु चाहिँ एकदम धेरै हुन्छ है। अब यो प्यारानोइया अथवा यस्तो प्यारानोइड थट चाहिँ स्किजोफ्रेनियामा पनि आउँछ। तर स्किजोफ्रेनिया र प्यारानोइड पर्सनालिटी डिसअर्डरमा हुनेमा चाहिँ के डिफरेन्स छ भन्दा स्किजोफ्रेनियामा चाहिँ काइन्ड अफ इन्स्योरिङ अनि अलिकति कम्प्लेक्स प्यारानोइड आइडियाज हुन्छ हैन। जस्तै मेरो फ्यामिलीले चाहिँ मलाई मेरो अगेन्स्टमा कन्स्पायर गरिराछ भनेर एउटा सर्टेन हुन सक्यो भने त्यो प्यारानोइड आइडिया। यो प्यारानोइड पर्सनालिटी डिसअर्डरमा चाहिँ एकदम फ्रिक्वेन्टली स्विच भइराख्छ कि अनि उनीहरूले एउटा मान्छेलाई अथवा एउटा कुरालाई लिएर मात्र डिल्युजनल हुँदैन है। यसमा चाहिँ उनीहरूले उनीहरूको लाइफमा भएको सबै मान्छेलाई नि त्यसै गरी हेर्छ कि मलाई चाहिँ फाइदा लिन खोजिरा हो भन्ने तरिकाले है। त्यो भयो प्यारानोइड हैन। अब सेकेन्डमा छ क्लस्टर ए को सेकेन्ड भनेको स्किजोइड। अब स्किजोइड भनेको चाहिँ के हुन्छ भन्दा उनीहरूले चाहिँ सोशल रिलेसन सिक नै गर्दैन कि आफूलाई एकदम आइसोलेट गराएर राख्छ हैन। इमोसनली अलुफ हुन्छ अनि उनीहरूलाई चाहिँ त्यो प्लेजर एक्सपिरियन्स गर्न पनि प्रब्लम हुन्छ है। अब यहाँ उनीहरूलाई लोन्ली फिल नहुने चाहिँ होइन। स्किजोइड पर्सनालिटी डिसअर्डर भएको मान्छेलाई कहिलेकाहीँ चाहिँ लोन्ली फिल हुन्छ हैन। तर उनीहरूलाई चाहिँ के लाग्छ भन्दा जुन त्यो इन्टिमेसी अथवा त्यो सोशल इन्टरेक्सनले जुन डिमान्ड राख्छ नि आफूबाट, त्यो भन्दा चाहिँ एक्लै हुनु नै ठिक छ भनेर सोच्छ। अनि खासै क्लोज कन्फिडेन्ट पनि कोही पनि हुँदैन कि नजिकको साथी हैन। अनि फ्यामिलीसँग पनि त्यस्तो धेरै अट्याचमेन्ट नहुने अनि सोलिटरी एक्टिभिटिजहरु नै इन्जोय गर्ने त्यो खाले हुन्छ। अब यहाँ गएर अभोइडेन्टमा पनि सोशल सिचुएसन त अभोइड गर्छ, अभोइडेन्टले पनि स्किजोइडले पनि। तर डिफरेन्स चाहिँ के हो भन्दा यहाँ अभोइडेन्टलाई चाहिँ क्रेभ हुन्छ कि त्यो सोशल रिलेसन, मेरो त्यो सामाजिक सम्बन्ध चाहिँ होस् भनेर चाहन्छ। तर उसको सेल्फ इमेजले गर्दाखेरि, उसको इन्फेरियोरिटीले गर्दाखेरि अगाडि अप्रोच गर्न सक्दैन अभोइडेन्टमा, जुन क्लस्टर सी मा पर्छ अहिले हामी छलफल गर्छौं। तर स्किजोइडमा चाहिँ उलाई त्यो सोशल रिलेसन क्रेभ नै हुँदैन कि कहिलेकाहीँ लोन्ली फिल गर्न सक्छ। तर उसले चाहिँ त्यो जानी नै लो एक्स्ट्रोभर्जन भएको भएर नै छुट्टै बस्छ है, सोशल रिलेसन खासै डेभलप गर्दैन। अब थर्ड छ स्किजोटाइपल है। अब स्किजोटाइपल भन्ने चाहिँ बिजार बिहेभियर म्याजिकल थिंकिङ हैन। अब यसमा चाहिँ के हुन्छ भन्दा अरूसँग रिलेट गर्न एकदम गाह्रो हुन्छ कि किनभने उनीहरूको एकदम अड बिलिफ सिस्टम हुन्छ है। अब कुनै पनि सुपरस्टिसनलाई लिएर एकदम स्ट्रङ बिलिफ सिस्टम हुने अथवा हुन्छ नि प्यारानर्मल एक्टिभिटिजलाई लिएर, अब जस्तै टेलिप्याथीको कुरालाई लिएर, सुपरन्याचुरल कुराहरूलाई लिएर, अनि त्यस्तो कुरामा एकदम स्ट्रङ बिलिफ सिस्टम हुन्छ। अनि उनीहरूको अब जस्तै ड्रेसिङ सेन्स पनि त्यसैबाट इन्फ्लुएन्स भइरहेको हुन्छ हैन। एकदम अनकन्भेन्सनल ड्रेसअप गर्ने अनि त्यस पछाडि आफूलाई एक्सप्रेस पनि त्यसै गरी गर्ने। त्यसले गर्दाखेरि उनीहरूलाई चाहिँ अरूसँग रिलेट गर्न नै एकदमै गाह्रो हुन्छ हैन। त्यो भएको भएर अब मलाई जज गर्छ, म चाहिँ उनीहरूसँग रिलेट गर्न सक्दिन भन्ने तरिकाले पनि आफूले आफूलाई आइसोलेट गराउन पनि सक्छ है स्किजोटाइपलमा चाहिँ। यो भयो क्लस्टर ए को। अब क्लस्टर बी हेरौँ है त। क्लस्टर बी लाई चाहिँ वाइल्ड क्लस्टर पनि भन्छ है। किन भन्दा यो चारवटै डिसअर्डरको कोरमा चाहिँ दुईटा कुरा हुन्छ हैन। एउटा भनेको पुअर सेल्फ इमेज, अर्को भनेको चाहिँ इमोसनल इम्ब्यालेन्समेन्ट। यो इमोसनल इम्ब्यालेन्समेन्ट र पुअर सेल्फ इमेज चाहिँ चारवटामै हुन्छ हैन। अब फर्स्टमा एन्टी सोशल, क्लस्टर बी को फर्स्टमा है। एन्टी सोशल भन्दा बित्तिकै के हुन्छ भन्दा उनीहरूले सोसाइटल नर्म्सहरु कन्फर्म गर्न चाहिँ फेल गर्छ हैन। अनि एकदमै डिसेप्टिभ हुन्छ। यो चाहिँ बच्चामा डायग्नोज हुँदैन, 18 वर्ष माथिको
अडल्टलाई मात्रै डायग्नोज गर्न सकिन्छ एन्टी सोसल पर्सनालिटी डिसअर्डर भनेर चाहिँ। अनि यसमा चाहिँ मान्छे कस्तो हुन्छ भन्दा क्रिमिनल एक्टिभिटिजहरूमा पनि इन्भल्भ भइरहेको हुन्छ। अनि जब उनीहरूको एक्टिभिटिजको बारेमा सोध्यो भने चाहिँ उनीहरूलाई रिग्रेट हुँदैन कि एकदम रिमोर्सलेस हुन्छ होइन। अनि अर्को भनेको झुट बोल्ने चिट गर्ने अनि त्यस पछाडि गर्न नहुने कुराहरूमा इन्भल्भ हुने अनि उनीहरूले चाहिँ जब पनि होल्ड गर्न सक्दैन। अब अभियसली यस्तो छ भनेपछि रिलेसनसिपहरू पनि उनीहरूले मेन्टेन गर्न चाहिँ सक्दैन है। सो त्यो भयो एन्टी सोसल। अब बोर्डरलाइन पर्सनालिटी डिसअर्डरको कुरा गरौँ है। अब बोर्डरलाइन पर्सनालिटी डिसअर्डर चाहिँ कस्तो हुन्छ भन्दा एकदम स्प्लिटेड वर्ल्ड भ्यू के उनीहरूले चाहिँ संसारलाई कालो र सेतो ब्ल्याक एन्ड व्हाइट गरेर हेर्छ। त्यो बिचको ग्रे एरिया भनेको नै छैन। कोही मान्छे मन पर्यो भने चाहिँ एकदमै मन पर्यो अनि एउटा कुरा खिच्रुक्क हुँदा बित्तिकै फेरि एकदमै नराम्रो भयो कि त्यो मान्छे त्यसरी हेर्छ होइन। अनि अटेन्सन क्रेभ गर्छ उनीहरूले एकदम धेरै। अनि यसमा चाहिँ सेल्फ हार्मको रिस्क पनि हुन्छ। अनि अर्को भनेको चाहिँ एकदम क्रोनिक एङ्गर इस्युज हुन्छ उनीहरूलाई एकदम इम्पल्सिभली एक्ट गरिदिन्छ। त्यसको कन्सिक्वेन्स चाहिँ के हुन सक्छ भनेर नसोचिकन अनि एकदम अनस्टेबल रिलेसन हुन्छ कि उनीहरूले त्यो इन्टरपर्सनल रिजेक्सन प्रति चाहिँ एकदम हाइली सेन्सिटिभ हुन्छ होइन। त्यो भएर उनीहरूले रिलेसनसिप मेन्टेन गरेर राख्न सक्दैन अनि जब होल्ड गर्न गाह्रो हुन्छ। सो यो सबै कुरा चाहिँ बोर्डर लाइनमा भयो। अनि स्ट्रेस भएको बेलामा चाहिँ डिसोसिएटिभ सिम्पटम्सहरू पनि देखिन्छ है बोर्डर लाइन पर्सनालिटी डिसअर्डरमा। अब लेट्स मुभ टु हिस्ट्रियोनिक है त। हिस्ट्रियोनिक पर्सनालिटी डिसअर्डर भनेको चाहिँ यसमा चाहिँ एकदम एक्जाजरेटेड एक्सेसिभ बिहेभियर हुन्छ कि जस्तै अब जसरी पनि सेन्टर अफ अटेन्सन चाहिँ मै हुनु पर्यो होइन। त्यसको लागि सेडक्टिभ प्रोभोकेटिभ बिहेभियर जस्तो पनि उनीहरूले एक्जिबिट गर्न सक्छ है। अनि अब त्यो अटेन्सन तान्नको लागि चाहिँ एकदम फ्ल्यासी लुगा लगाउने हुन्छ नि अनि एकदम ओभर द टप एक्सप्रेसन अनि बोल्दाखेरि पनि त्यो एकदम थिएट्रिकल टोनमा बोल्ने जसरी हुन्छ मान्छेहरूले चाहिँ मलाई नै ध्यान दिइराखोस् सेन्टर अफ अटेन्सन चाहिँ मै भइराख्नु भन्ने। अनि रिलेसन चाहिँ एक्चुअलमा जति छ नि त्योभन्दा धेरै नै इन्टिमेट पर्सिभ गरेर हुन्छ कि उनीहरूले। अब जस्तै भर्खरै भेटिरहेछ कुनै पनि फङ्सनमा भने चाहिँ एकदम धेरै क्लोज हुने कि कति पहिल्यैबाट भेटा जस्तो हुन्छ नि त्यस्तो खाले बिहेभियर चाहिँ हिस्ट्रियोनिकमा हुन्छ। जसरी हुन्छ अरूको ध्यान आफूतिर तान्नु पर्यो है। द्याट्स हिस्ट्रियोनिक पर्सनालिटी डिसअर्डर। अब लेट्स मुभ टु नार्सिसिस्टिक है त पर्सनालिटी डिसअर्डर होइन। अब नार्सिसिस्टिक त हामीले कति धेरै सुनिरहेको हुन्छ एकदम ग्रान्डियोस थट के म चाहिँ सुपेरियर हो म चाहिँ अरूभन्दा राम्रो छु अनि अरू चाहिँ मेरो सक्सेस देखेर मलाई देखेर एन्भियस हुन्छन् भन्ने। अनि आफूलाई चाहिँ सबैले वाह गर्दै हुन्थ्यो इमोसनली ट्रिट गर्दै हुन्थ्यो सबैले सर्वा भन्दै हुन्थ्यो भन्ने खाले व्यवहार हुन्छ होइन। अनि एडमिरेसन क्रेभ गर्छन् कि उनीहरूले मेरै तारिफ गर्दै हुन्थ्यो भनेर। अनि उनीहरू एकदमै म्यानिपुलेटिभ नेचरका पनि हुन्छन्। अनि अर्को भने चाहिँ उनीहरूले अरूको अभियसली म्यानिपुलेटिभ भइसकेपछि अरूको फाइदा उठाउन सक्ने पनि भइहाल्यो है। अब बाहिर चाहिँ त्यसरी एक्जिबिट गर्छन् तर भित्र चाहिँ के भइरहेको हुन्छ भन्दा उनीहरूलाई त्यो फियर अफ बिङ अनलभड हुन्छ इन्सेक्युरिटी हुन्छ। अनि यो सबै चाहिँ के हुन्छ भन्दा कोपिङ स्ट्रेटेजिज हुन्छ कि त्यो इन्फ्लेटेड सेन्स अफ सेल्फ इम्पोर्टेन्स हुन्छ नि म चाहिँ अरूभन्दा सुपेरियर हो अनि अरूलाई होच्याएर बोल्ने बिलिटल फिल गराउने होइन त्यो गराइदिने। अनि त्यस पछाडि दे ल्याक इम्पेथी के है मलाई चाहिँ सबैले इमोसनली ट्रिट गर्दै हुन्थ्यो वाह गर्दै हुन्थ्यो भनेर भन्ने तर अरूसँग चाहिँ इम्पेथाइज गर्न सक्दै नसक्ने भनिसकेपछि अब उनीहरूले चाहिँ करियरमा चाहिँ सक्सेसफुल हुन सक्छन् होइन खतरा एक्सेल गर्न सक्छन् करियरमा तर रिलेसन वाइज चाहिँ उनीहरूले रिलेसन मेन्टेन गरेर राख्न चाहिँ सक्दैनन्। अभियसली इम्पेथी छैन भनिसकेपछि अनि अर्को मान्छेलाई चाहिँ घरिघरि इन्फेरियर फिल गराइरहेछ म चाहिँ तिमीभन्दा सुपेरियर हो अनि तिमीले चाहिँ मेरो वाह गर्नुपर्छ भनेर भनिरहेछ भन्छ भनेपछि अभियसली रिलेसन होल्ड गर्न सक्दैन। सो त्यो भयो नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर है। अब लेट्स मुभ टु क्लस्टर सी है त। मुभ टु क्लस्टर सी है त। क्लस्टर बी चाहिँ वाइल्ड क्लस्टर भए जस्तो क्लस्टर सी चाहिँ वरिड क्लस्टर भनेर बुझ्दा पनि भयो है एकदम वरिड भइराख्ने कि। अब जस्तै फर्स्टमा छ अभोइडेन्ट होइन। अब अभोइडेन्टमा अघि हामीले स्किजोइडको बेलामा पनि कुरा गरेका थियौँ सोसल सिचुएसन अभोइड गर्छ है क्रेभ चाहिँ गर्छ सोसल रिलेसन तर पनि अभोइड गर्छ किन भन्दा उनीहरूको सेल्फ इमेज चाहिँ एकदमै पुवर हुन्छ होइन। वाट इफ मलाई जज गर्यो भने वाट इफ मलाई रिजेक्ट गर्यो भने म चाहिँ इन्फेरियर छु अरूभन्दा भन्ने खाले सोच चाहिँ एकदम धेरै हाबी भइरहेको हुन्छ। यसको चाहिँ अलमोस्ट 90% फिचर्सहरू चाहिँ सोसल एङ्जाइटी डिसअर्डरसँग मिल्छ है। त्यो रिलेसन अथवा सोसल सिचुएसनमा हुन मन चाहिँ हुन्छ तर त्यो जुन
सेल्फ इमेज छ नि नराम्रो, त्यसले गर्दाखेरि चाहिँ उनीहरूले त्यो अप्रोच चाहिँ गर्नै सक्दैन। क्रोनिक अभोइडेन्स हुन्छ कि, अभोइडेन्समा चाहिँ अब नामै अभोइडेन्स होइन। अब लेट्स मुभ टु डिपेन्डेन्ट। अब डिपेन्डेन्ट भन्दा बित्तिकै अब एक्लै चाहे डिसिजन मेकिङको कुरा होस् चाहे जिम्मेवारी लिने कुरा होस् होइन, उनीहरूले के गर्ने सक्दैन, अर्को मान्छेमा नै डिपेन्ड हुनु पर्यो कि। अनि जब एक्लै हुन्छ नि एकदमै भल्नरेबल फिल गर्ने कि एक्लै हुँदाखेरि। अनि जति बेला पनि वाट इफ मेरो रिलेसन एन्ड भयो भने म कसरी चल्छु होला भन्ने जस्तो सोच आइरहेको हुन्छ। अनि यदि केही गरी रिलेसन एन्ड भइहाल्यो भने चाहिँ डेस्परेटली अर्को रिलेसन सिक गरिहाल्ने कि, एक्लै चाहिँ बस्न सक्दै नसक्ने है, एक्लै बस्छ एकदम भल्नरेबल एकदम हेल्पलेस फिल गर्छ होइन डिपेन्डेन्टमा। अब अर्को छ क्लस्टर सी को पनि लास्ट, सबैभन्दा लास्ट अब्सेसिभ कम्पल्सिभ पर्सनालिटी डिजअर्डर हेर्नु भने त ओसिपिडी। यो भनेको चाहिँ एकदम रिजिडिटी हुन्छ कि, यो यस्तो मान्छेहरूमा चाहिँ एकदम रिजिड पर्सनालिटी हुन्छ होइन। सबै कुरा चाहिँ पर्फेक्ट हुनु पर्यो, उनीहरूले भनेको जस्तै हुनु पर्यो कि। अब काम नै अरूलाई डेलिगेट गर्न खोज्दैन कि उनीहरूले हत्तपत्त, त्यो चित्त नबुझ्ने भएर हुन्छ नि, अरूले गरेको राम्रो हुँदैन मै गर्छु भन्ने खालको सोच के। अनि एकदम पर्फेक्ट हुनु पर्यो आफूले गर्दाखेरि पनि, पर्फेक्ट भएन भने चाहिँ त्यो टास्कै कम्प्लिट गर्न नसक्ने कि। अब जस्तै एउटा काम गर्नु छ भने पुरै चेकलिस्ट बनाएर अनि बकाइदा त्यो चेकलिस्टबाट टिक मार्क गर्दै गर्ने खाले कि। यो पनि मतलब हुँदैन कि त्यो चेकलिस्टमा भएको सबै कुरा गर्नुपर्छ कि पर्दैन त्यो टास्क अचिभ गर्नलाई भनेर। एकदमै धेरै पर्फेक्सन क्रेभ गर्छ उनीहरूले। अनि कन्ट्रोल चाहिँ उनीहरूको हातमा हुनु पर्यो कि है, उनीहरूले भनेकै जसरी हुनु पर्यो। त्यो भएर उनीहरूले सोसल रिलेसनहरू पनि नेग्लेक्ट गरेर हुन्छ होइन, पर्सनल त्यो अरू हुन्छ नि अरू कुराहरू सबै नेग्लेक्ट गरिदिन सक्छ। सो द्याट्स इट फर पर्सनालिटी डिजअर्डर। अनि यो भिडियो चाहिँ निकै लामो थियो, यदि लास्टसम्म हेरिदिनु भयो भने चाहिँ थ्याङ्क यू सो मच। सी यु इन द नेक्स्ट भिडियोज। बाई बाई।